भन्दा त्यहाँको आलु खनेको आज त्यहाँनिर अब प्याज छ त्यहाँ प्याज त्यति खन्नुपर्छ है मेरो कम्पाउन्ड यस्तो लयर यहाँ यस्तो लम्बा भइहाल्यो होइन यस्तो छ है अनि यहाँ चाहिँ मकै छरिसक्यो अस्ति नै हेर्नु न फर्सीको मुन्टा खाने बेला भयो हो त्यहाँ एक लट छ मकै है त्यो गऱ्यो अनि यहाँनिर चाहिँ यस्तो ठुल्ठुलो भयो मकै यहाँ चाहिँ यो चाहिँ पिनालु है पिनालु बारी पिनालु रोपिसकेको छ उम्रिँदैछ है यहाँ चाहिँ पिनालु रोपेको छ हो त्यो यो एभोकाडोले चाहिँ फलेको छ है साथीहरू सानो छ है सानो छ होइन यस्तै सानो छ होइन फलेको छ है अनि यो ग्रिन हाउस चाहिँ मेरो कुखुराको खेल्ने घर अनि यो चाहिँ भित्र राति बस्ने घर यो चाहिँ हेर्नु केरा फलेको छ यो चाहिँ अर्कै हो यो चाहिँ फेरि अर्कै हो है यो चाहिँ फेरि एउटा फलेकोले खाँदाखेरि पुग्छ एउटाले अगाउँछ फर्सीहरू हुँदैछ है भटमासहरू यो चाहिँ क्यानेडियन एभोकाडो फेरि यो है योपालि यसले फुल्छ कि भनेर पुरा आश गरेको थिएँ यसले त्यति फुलेन योपालि भएन है यहाँनिर यो भित्र भेन्डी रोपेको छ त यो अन्जिर है अन्जिर पनि रोपेको छु है अन्जिर फल्छ यसले पोहोर पनि फलेको थियो अनि यो चाहिँ जापानिज हलुवा बेत भन्छ यसलाई है जापानिज हलुवा बेत यस्तो छ फले थोरै फल्छ यत्रो ठुल्ठुलो फल्छ कि ठुल्ठुलो अनि हरियोमै खाने हो यो चाहिँ अनि मेरो यहाँ उखुहरू छ यहाँ पनि छ प्याज ओखर छ बोट होइन ओ माथिसम्म हो मेरो कम्पाउन्ड चाहिँ बस्ने मेरो कुटी यही हो है यहाँ पनि छ प्याज योपालि धेरै लगाएछ हामीले प्याज बजारमा महँगी हुन्छ कि अनि है ठुल्ठुलो पनि छ ठुल्ठुलो भएको छ प्याज योपालि राम्रो छ यसरी है अनि यहाँ हामीले चाहिँ यसरी बनाउँदैछौँ कि भित्र बस्छ उनीहरू आराम गर्ने भित्र होइन बाहिर खेल्नेहरू यहाँ फेरि ओहो यस्तो छ भित्र मसिनो बचेराहरू भित्र छ फेरि बाहिर यसरी कुखुराको होइन यसरी बनाएको छ यसरी उनीहरूलाई चाहिँ ओ भँगेरा पनि आएछ कहाँबाट आयो नआउनु पर्ने हो त्यहाँबाट छिरेछ अहिले त्यसको हिसाब किताब गर्नुपर्छ थरी स्टेप छ यो भर्खर निक्लेकोहरू यसको भित्र है मसिनो छ यहाँ पनि छ है डराउँछ लोकल यता छ यता छैन रहेछ अहिले टिप्नुपर्छ यस्तो छ उनीहरूलाई शीतल गर्नलाई यो रुख पनि लगाइदिएको छु होइन यसै ड्रागन फ्रुटहरू रोपेको थियो त्यति राम्रो भएन अलिअलि छ यस्तो यो कुरिलो कति खाइसक्यो हामीले कुरिलो धनियाँ हामीले फल बसाएको धनियाँ यो कागती चाहिँ सोलिड योपालि चाहिँ एकदम धेरै फल्छ यसले यो भगटे पनि छ भगटेले पनि फुलेको छ फलेको छ यहाँनिर आरू मेरो ल यस्तो छ कम्पाउन्ड होइन इस्कुस कति धेरैचोटि खाइसक्यो इस्कुसको मुन्टा होइन यस्तो छ मेरो कुखुराको
पनि यहाँ पनि रोपेको छ हामीले। यो चाहिँ बुढी होइन, काँक्रा, यो चाहिँ काँक्रा हो है साथी। यो चाहिँ काँक्रा यस्तो छ। यस्तो आएर यो आँपको बोट हो। आँपले अब कहिले फल्ला होइन। यहाँ चाहिँ बन्दा फेरि हुँदैछ, बन्दासम्म हुँदैछ। लेमनग्रास फुल 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 फुल। आज लाने हो यसलाई पेल्न, तेल चाहिँ निकाल्ने तोरी हो है, तोरी। यहाँ पनि यो भटमास अर्को खालको त्यहाँसम्म हो है मेरो चाहिँ। त्यहाँ पोलको, अनि पोलदेखि यस्तो सिधा उतासम्म छ यसरी। माथि सुन्तला दामी फलेको छ। त्यसले सुन्तला, तराई कागती दामी फलेको छ, फुलेको छ है।